एभ्रिवान, वेलकम टु माई युट्युब च्यानल। म चाहिँ अहिले आइसकेको छु फेरि अर्को नयाँ भिडियो ल्याएर। होप्स हजुर इन्जोय गर्नुहुन्छ मेरो भिडियो हैन, हेरिराख्नु भएको छ। अनि म चाहिँ यता एकदमै फिट एन्ड फाइन छु, हजुर पनि सन्चै हुनुहुन्छ होला भन्ने आश गर्दछु। यति भन्दै म मेरो छोराको एक्टिभिटिजहरू देखाउँछु। छोरो के गर्दैछौ? यताबाट चाहिँ अलि ब्ल्याक देख्यो, म उताबाट खिच्छु। मेरो छोराको अहिले यहाँ हरकत देखेको भए हजुर दङ्ग पर्नुहुन्थ्यो। सब यहाँ राखिदिन्छु। अब मेरो छोराले के गर्छ हेर्नुहोस् है, हेर्नुहोस् है, गरेर हेर्नुहोस् न। हेरिराख्नुहोस् है अहिले यसको हरकतहरू। उसलाई रिस उठिसकेको छ। हेर्नुहोस् न, हातको एक्टिभिटिजहरू हेर्नुहोस् त गाइज, के गरेको होला त्यो, हेर्नुहोस् त। अब कहाँ जानु खोजेको छ, अरू सामान चाहियो उसलाई। अब यतिले पुगेन। लौ न गाइज, सजेस्ट गर्नुहोस् गाइज, अब मैले मेरो छोरालाई कस्तो सामानहरू चाहिँ दिँदा राम्रो हुन्छ। अब मेरो छोरा एकदमै सामानहरूको निजी खोजी गर्ने भइसकेको छ। उसलाई मैले कस्तो कस्तो सामानहरू ल्याइदिने होला, कुन कुराले उसको ब्रेनलाई अलि फ्रेस गराओस्। अनि जति खेले पनि खेलिरहनु मन लाग्ने त्यस्तो सामानहरू ल्याउन मन छ। नाइ गरे मेरो छोरा, नाइ गरे, नाइ मन छैन गरे। छोरा हजुर 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 अब यो सामानहरू खेलाएर दिक्क भइसक्यो के। 10-15 मिनट भयो होला यो सामानहरू चलाउन लागेको। अब उसलाई यो सामानहरू देखेर दिक्क लागिसक्यो। अब अरू सामान चाहियो। के ल्याउँदैछ? रिस हेर्नुहोस् न, रिस फालेको रे सामान, फालेको। सामानहरू फाले। के चाहियो छोरो? के चाहियो? अब यहाँ राख्ने सामानहरू सब यहाँ ल्याउँछ होला। अब यसले ल्याउन थालिसक्यो। अब मैले अलिकति सामान ओसार्यो भने म यसको सब सामान लुकाइदिन्छु। फेरि उता लग्यो त।
अब उसलाई फेरि कहाँ लग्न मन छ त यो सामान। ल्याऊ मलाई ल्याऊ। ओहो खतरा छ है गाइस, खतरा छ मेरो छोरो त, गाह्रो छ। मेरो छोराको रिस सम्हाल्न गाह्रो छ, कसरी सम्हाल्ने हो। सामान फाले हेर न, पुग्यो अब यो सामानले। खोइ बाबा, खोइ बाबा, मम्मा, मम्मा यहाँ छ छोरो, मम्मा यहाँ छ। आउ नुनु गर्न, आऊ 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 आऊ। के चाहियो? आऊ नुनु गर्ने, आऊ। यो चाहियो ल। मामु चाहियो? ए मामु चाहियो, कहाँ जाने त? हो नुनु गर्दै अब मिल्छु, नुनु गर्छ है, गच्छै गर्दैन। हेर्छु नाइ गरेर नाइ गर्दिन भन्छ के अरे, हेरौँ है। ओके सियौँ। के हुँदैछ? के हुँदैछ? नुनु गर्ला भनेको बच्चाको हरकत हेर्नुहोस् त। दाँत चिलाउँछ होला मेरो छोराको दाँत आएको छ नि त गाइज। दाँतै देखाउन दिँदैन। हेर्नुहोस् त टोक्न खोजेको छ, टोकेर हेर्नुहोस् त मेरो छोराको दाँत। देखाउँछु के गाइजहरूलाई देखाउँछु के। देख्नुभयो नि सेतो तल पनि छ। टोक्या हात टोक्या हेर्नुहोस् तलको दाँतहरू पनि, तलको दुईटा माथिको एउटा। अया दाँतै बिचाइदियो। हेर्नुहोस् त दाँत बिचाएको यो यहाँनिर यो डाम। फेरि सामान किराउन लाग्यो, सामान छोरो। हेर्नुहोस् आफ्नै टाउकोमा हान्छ। हानु टाउकोमा हान्छन्, फटा ल्याऊ। आफ्नै टाउकोमा हान्ने नि त छोरो।
सम्हाल्नै भगवान। ल ल ल बाबा ल ल्याउ न देऊ मलाई देऊ हो देऊ भने नि मान्दिनन् देऊ देऊ हो देखि त हाल्यो अब कहाँ राख्यो भनेर भगवान ल अब यहाँ अगाडि उसलाई वहाँ तल जायो तल धनै ढल्थ्यो होला गफ गर्दा ढल्दिन्थ्यो आऊ यहाँ आऊ बुबु खाएर नुनु गर्ने आऊ ल हो ल थ्याङ्क यू भन न थ्याङ्क यू छोरो तिमी यहाँ खेल म उताको सामान खेल्दा खेल्दै के भयो फेरि यहाँ मैले सामान मिलाउनु लागेको थिएँ नि त त्यही भएर उसले थाहा पाएँ कि ल ल ल ल छोरो ल ल उफ रिस हेर्नुहोस् रिस फालिदियो अब कुन्टामा अब फेरि के चाहियो ल किन हो र इग्नोर गर्ने दिएको बेला ल अब यसको बजार हेरमै सर्ट लगाएर यसको बजार यहाँ छ यहाँदेखि यहाँ छ मेरो छोरो अनि यता पनि बजारै छ उता कुन्टातिर पनि होला बजारै बजार
दिनमा अब कोसिस भइरहेछ। देवाई फेरि हेर न, फेरि दिएको फेरि कसरी हो फालेर। दिया फेरि किन हो त्यस्तरी? बिस्तारै देऊ न अलि राम्रोसँग, काइन्डली पोलाइटली। कान कोट्याउने हो त्यो। ल हो आफै राख्न चाहन्छ रे उसले। पीछे देखो, पीछे पीछे देखो, पीछे। अरे भाई पीछे तो देखो, पीछे पीछे एरोप्लेन है, एरोप्लेन। आओ आओ छोरो आओ। सब सामान फाल्दियो माथिको भरि, तलबाट माथि, माथिबाट तल। ओहो सामान भरि तल फालिदिने हो। आ कहाँ जाने? आफै हान्नु पर्ने रे उनलाई। बसाउ न छोरी, यहीँ बसाउ त, भुइँमा बसाउ, बसाउ त यहीँ। भगवान यो के किने कि मैले यस्तो छोराले हालत बनाइदिइसक्यो यसको। यस्तै हाल्ने हो कि छोरो? उल्टो भयो। भगवान यही राख के, राख्नै दिँदैन। बन्द गरिदिन्छु त्यो। चलाइदेऊ रे, चलाइदेऊ र, चलाइदेऊ।
बिगारिसक्यौ त अब चल्दैन। के चाहियो? के गर्ने? ल गाइज मैले चाहिँ यसमा राखिसकेँ। अब यसलाई चाहिँ प्याक गरेर हैन, अब चाहिँ म यसलाई यहाँ लुकाइहाल्छु बक्समा। अनि मेरो छोरो चाहिँ यहाँ काखमा आउने, अनि यहाँ आएर मजाले सामानहरू राख्थ्यो। मैले चाहिँ सबै सामानहरू फालिदिएको मतलब निकालिदिएको। अनि यो भएन भनेर फेरि ऊ चाहिँ यता आयो। त्यसपछि यताको सामानहरू निकाल्यो, यो पनि निकाल्यो, यो यहाँ राख्यो। त्यसपछि अब यस्तो बन्द गर्यो। अब ऊ चाहिँ त्यहाँ भएको सामानहरू ल्याएर यहाँ खेल्दैछ औषधिहरूसँग। यस्तो बदमास छ। नुनु गर्ने कति बेला हो? कति बेला हो नुनु गर्ने? फाल्टिसक्यो अब फेरि। धन्न बामे सर्ने भएन। बामे सर्ने भएको भए कति सताउँथ्यो होला। अब हिँड्ने हुन्छ बिस्तारै, हिँड्ने भयो भने पनि धेरै सताउनुहुन्छ। जहाँ पाए त्यही लुकुर जाने होला, अनि फेरि मम्मीलाई सताउने होला, जे पाए त्यही मुखमा हाल्ने होला हैन? हो नुनु गर, आऊ नुनु गर्ने, आऊ खोकी लागेको छ अनि खेलिराख है। मामुलाई यहाँ कस्तो गाह्रो भएको छ थाहा छैन। हजुर नुनु गर, बुबु खाने, नुनु गर्ने, बुबु खाने, नुनु गर्ने। हजुर चार्ज पायो मामुको मोबाइलको। अब मामुले चार्ज लाउँछ। अनि तिमी नुनु गरेपछि एकछिन मोबाइल हेर्नु परेन? ल गाइस, त्यही नै हो मेरो छोराको एक्टिभिटिजहरू। यस्तै नै छन् हैन, हरकतहरू। अब उसलाई खेलौनाहरू मैले चाहिँ अलि 3-4 वर्ष पछि खेलाउने चिजहरू चाहिँ म अघि ल्याइदिएँ। त्यो चाहिँ अब राख्छु हैन। त्यो चाहिँ चलाउँदा पनि चलाउँदैन उसले। अब अझै खेल्ने भएको छैन प्रपरली। त्यस्तो ऊ खेलिरहेको चिजहरूलाई हेरेर रमाउने भएको छैन। पछि बुझ्ने हुन्छ। अनि यसलाई चाहिँ खेल्न दिनुपर्ने रहेछ। मैले चाहिँ यसलाई यस्तो लोछार्ने पछार्ने गर्नुपर्ने रहेछ भन्ने उसले बुझ्छ। अब अहिले चाहिँ उसले खेल्न मिल्ने खेलौनाहरू ल्याउने भनेको छु। अनि अब चाहिँ मेरो छोरो नुनु गल्छिन् कि नुनु नगले पनि एकछिन खेल्छिन्, थाक्छिन् अनि सुत्छिन्। मेरो पुन्तुली। म चाहिँ मोबाइल चार्ज लाउँछु। त्यही नै हो गाइस। सी यू नेक्स्ट भिडियो। बाई बाई। मुन्टो हल्ला गर न। बाई बाई। मुन्टो। बाई बाई।
गाइज हेर्नुहोस् त मेरो छोराको पारा के गरेको मुखमा हाल्यो। अब यो फेरि सब हाल्छ कि सबै मुखमा हाल्छ। अब फेरि सबै हाल्नुपर्छ त। यस्तो यस्तो हेर्न त यस्तो दुजा दुजा बनाएको दिएको नखाने अरे पुरै टुक्रै खाने ठुल्लैमा नखाने अरे बलै। अब यहाँ एउटा छ त्यो पनि हाल्छ होला कतिखेर हाल्छ देखाउँछु है हजुरहरूलाई। देखाउँछु भनेर त कहाँ देखाउन दिन्छ र फाल्दियो। 4 भयो है अझ माग्छ अझ फाल्दियो फाल 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 खाल्यो फेरि उस त्यही खाल्यो फेरि। ल गाइस त्यही नै हो मेरो छोराको हरकतहरू। ल अब चाहिँ इन्ड गर्छु भ्लग। धेरै लामो भयो जस्तो छ हिजोबाट आजसम्म। बाई बाई।